यहाँ चाहिँ पुरै ढुङ्गै ढुङ्गा पो हुँदो रहेछ यो कालो ढुङ्गा। आमामामा के हो यो? यहाँ सोधौँ भने मान्छेहरू उता छन्, सबै यहाँ घुम्न आउने मान्छे मात्रै हुँदो रहन् म जस्तै। ल हेर्नु खास यो चाहिँ के रहेछ? कति रमाइलो। साह्रै रमाइलो के हेर्नु। म त हेलमेट पनि खोलेर गर्छु हो, भिडियो बनाउँछ है। साह्रै रमाइलो लाग्यो। यता बाटो छ, यता बाटो छ, यता चाहिँ पुरै ढुङ्गै ढुङ्गा छ हौ। हलेसी जहाँ त यस्तो ढुङ्गालाई चाहिँ दैतेको हड्डी भन्थे है, तर यहाँ चाहिँ खै के भन्छन् थाहा छैन, पुरै छ ढुङ्गै ढुङ्गा छ। पुरै अलिकति होइन कि पुरै पहाडभरि ढुङ्गा छ हौ। माथिदेखि सबै यो मैदानभरि छ। अब यो के को लागि हो, के को प्रयोजनको लागि चाहिँ यो ढुङ्गा यसरी कलेक्सन गरे हो त्यो चाहिँ थाहा छैन त। ढुङ्गै ढुङ्गा छ, कालै छ हो, फेरि पुरै टोटल्ली छ। साह्रै रमाइलो छ है।